So hello guys, oh my god, welcome back to my channel. So hello guys, welcome back to my channel. I hope कि तपाईहरु सन्चै हुनुहुन्छ। म सन्चै छु र आज चाहिँ म चाहिँ यतिकै घर बसिरहेको थिएँ हैन, मोबाइल हेर्दै बोर हुँदै म बसिरहेको थिएँ। क्यारम भयो, भ्लग बनाउन स्टार्ट गरे। के बनाम के भन्छ रे आज के म नि मन कत्रुक थियो म त त्यो थाहा भएन नि। जीवनमा पैसा थियो अनि म चाहिँ यति बजार जाने सोच्दै थिएँ। अनि म चाहिँ मामा घर मलाई चाहिँ माइजुल 60 रुपियाँ दिन्थ्यो। अब पैसा पनि मलाई अलिक कमै थियो। अनि फेरि म मामा घर माइजुल गएँ अनि 60 रुपियाँ मागेँ नि। माइजुल 50 रुपियाँ चाहिँ दिन्छु, 60 रुपियाँ छैन पछि भाबेलाई त दिन्छु त भन्छु नि माइजुले। मैले हुन्छ भने अनि के भन्छ अरे अनि माइजुले अनि एकछिन बस्नु नानीको भुर्की फुटालिन जानुला भन्नु भने नानीले 50 रुपियाँ दिए अनि माइजुले पनि 50 रुपियाँ दिनुभएको थियो। नानीको फेरि भुर्कीमा फेरि धेरै पैसा भएको थियो कि अनि त्यो माइजुमा 50 रुपियाँ दिनुभएको थियो। अनि नानीले पनि मलाई 50 रुपियाँ दिए। मेरो बुनुले म यहाँ भारती हुने आयो, मेरो भारतीलाई भने जाम बजार भने पैसा छ भने। अनि त्यो पनि पैसा थियो नि, त्यो हुन्छ तर म चाहिँ हुन्न बेला बेलामा। अनि त्यहाँबाट जाम न त भने जस्तै पनि हामी चाहिँ 8099 सपमा गयौँ। ट्याक्क तुलसीपुर चोकको त्यतातिर गयौँ कि शहीद गेटको माथितिर गयौँ। हामी सुरुमा शहीद गेटको माथितिर जानु सोचेको थियौँ। मम्मीले चाहिँ भन्नुभएको थियो सबै ठाउँ पसल बन्द छ भनेर। हामी त्यहाँ डराउँदै गइरहेको थियौँ। मम्मीले के भन्छ त्यो भनेपछि नजो भनेर चाहिँ त्यहाँ हामी जानी गइरहेको थियौँ। र डुल्न मन लाग्थ्यो कि। अनि आज हाम्रो फेरि ट्युसन थियो, स्कुल चाहिँ थिएन। अनि दिउँसो यतिकै बसिरहेको थियौँ। मङ्गलबार नि त आज, नेपाल आज सबै बन्द हुन्छ। अनि के भन्छ अरे नजो भनिसकेको थियो। त्यही पनि हामी गएको थियौँ नि। अहिले त्यो बन्द हुनु मात्र पर्छ नि, तिमीहरूको मैले हामी खुट्टा सुट्टा ठसक्क भाँचिदिन्छु भन्छु नि मम्मीले। अनि हामी पनि डराउँदै गयौँ नि। अन्त गएपछि त के भन्छन् रे के भन्छ गएपछि 8099 त्यो ठुलो त्यो तुलसीपुर चोकवाला खुल्ला थियो। अनि हामी शहीद गेटवालामा गएनौँ। बाहिर पनि त्यो ठेला सेला त्यो लगाएको थियो। त्यो 8099 सबको त्यहाँ बाहिर पनि बेच्छन् 8099 सबकाल त नै अरूले बेच्छन्। अनि पछि हामी चाहिँ त्यहाँ गयौँ र मैले चाहिँ सुरुमा यो हेरेँ कभर त देखाउन त्यसमा कभर पनि किनेँ। कभर मैले हालिसकेको छु। सुरुमा मैले चाहिँ यो किनेँ, यो 150 रुपियाँको। मैले चाहिँ अस्ति नैबाट नै किन्ने सोचिरहेको थिएँ किनकि मेरो साथीले पनि किनेको थिइन्। यो किनेँ। अनि त्यसपछि मैले हेरेँ ब्रासलेट फेरि मैले किनेन। त्यसपछि फेरि झुम्का पनि हेरेँ, झुम्का पनि मैले किनेन। अनि के हेरेँ अनि मैले काँटा अनि के भन्छ त्यो चाया कलाउने हुन्छ नि त्यो अनि लक्चु भनेर मैले राखिसकेको थिएँ। अनि नेक्लेस अनि झुम्का पनि झुम्का पनि अनि काइयो ऐनातिर सब मैले राखिसकेको थिएँ। पछि फेरि यो त छ नि मैले सेकेन्डमा यो हेरेँ। त्यो राखिसकेको थिएँ। फेरि पैसा पुग्दैन होला भनेर मैले त्यही राखेँ होइन। पछि मैले यो हेरेँ, यो पनि मेरो साथीले किनेको थिइन्। अनि त्यहाँबाट मलाई यो पनि एकदमै बढी मन परेको थियो। तर तिनको अलि अर्कैवाला थियो, मेरो अलि राम्रोवाला छ, लग्जरियस फ्यान्सीवाला छ। तर मैले चाहिँ योवाला किनेँ। अनि यो अनि यो चाहिँ मैले 899 सबबाट किनेँ। 150 को, यो फेरि 250 को। अनि भारतीले फेरि 3टा किनौँ। भारतीले फेरि एउटा ब्रासलेट अनि यस्तै किचेन अनि के किनेको थियो अरे के अनि दुईवटा फेरि लिप लाइनर किनेको थिएँ। 3वटा किनौँ, 2जनाले सेमै हुन्छ। 3वटा किनौँ भने फेरि मैले योलाई टप किनेँ। यो 99 रुपिसको टप हो, हेर्न सक्नुहुन्छ है। फेरि मैले यो किनेँ। अनि फेरि म बाहिर गएँ। अनि होइन बाहिर गएर अनि त्यहाँ फेरि मैले फेरि भारतीलाई पैसा दिन्थ्यो, म बिर्सिसकेको थिएँ नि। अनि के भन्छ अरे भारतीले त्यो गेम खेलौँ भने नि त्यहाँ फेरि कोइन हालिकन हामी फेरि कोइन लगेको थिएनौँ कि। अनि त्यहाँ फेरि किन पाइन्छ 50 रुपियाँमा 2 रुपियाँ भन्छ, त्यो 2 रुपियाँ हालेर खेल्नु रहेछ। अनि त्यत्रो 50 रुपियाँ हालेर हामी 2 रुपियाँको कोइन किन्यौँ होइन। दुईवटा किन्यौँ। मैले हाल्दै भारतीलाई पैसा दिँदा फेरि भारतीले मन खुल्ला खाएर भने सुरुमा मैले ट्राई गरेँ, मैले सकेन। फेरि भारतीले ट्राई गरेँ, भारतीले फेरि सकेन। फेरि खेल्यौँ अनि भारतीले ट्राई गरेँ। सुरुमा भारतीले सकिने त्यसो मेरो पालि आएन। त्यो मेरो पालि आएपछि मेरो चाहिँ यो पर्यो पुक्कु म चाहिँ डोरेमोनवाला चाहिएको थियो तर त्यो वाला परेन। म फिक्स थाहा थियो कि मलाई यो वाला परेपछि मलाई फिक्स थाहा थियो किनकि त्यो अलिकति नजिक पनि थियो। अनि माथि पनि यसरी उभिएको थियो कि माथि कसरी यस्तै गरेर सायद यस्तै गरेर उभिएको थियो कि यो माथि। मलाई लाग्थ्यो कि मलाई यही नै पर्छ, मलाई नभए भारतीले त पर्छ भनेर। पछि भारती खेलि नि फेरि। अनि भारतीले फेरि डोरेमोन परेपछि मलाई देश भनिरहेको थिएँ। लास्टमा भारतीलाई परेन। त्यसपछि
अनि उही मेरो पैसा दे भने मैले 100 रुपियाँको खेलेँ, मैले 2 चोरी भएर नि, अनि 50 100, अनि मैले 2 चोरी खेलेँ, त्यसै 2 चोरी खेलेँ, अनि तैँले अस्ति मलाई 100 रुपियाँ दिन्थ्यो, त्यही भएर काट भने मैले फेरि त्यसै अस्ति 100 रुपियाँ दिन्थ्यो। अनि मैले पनि हुन्छ भने यो मलाई पर्यो, अनि मैले त्यहाँ काटेर अनि मेरो त्यहाँ 700 रुपियाँ भयो, मेरो 700 रुपियाँ भयो। अनि म फेरि बाहिर आएँ, बाहिर आएर फेरि त्यहाँ राखेका हुन्छन् भनेर चाहिँ कस्मेटिकको सामानहरू बाहिर चाहिँ ठ्याक्कै 80-99 सबको बाहिर फेरि त्यहाँ सामानहरू राखेका हुन्छन् कस्मेटिकको। त्यो 80-99 पसल त होइन, 80-99 सबकाले गरे त होइन, तर खै कसले गरे हुन्छन् क्या। अनि त्यहाँ चाहिँ मैले चाहिँ यो वाला काँटा किनेँ 100 रुपियाँको। कस्तो राम्रो छ हेर्नुहोस् त, स्मुथ। 80-99 सबमा त 250 का 200 का कस्ता फ्यान्सी कस्ता राम्रा यस्तो टाइपको पनि थियो होइन। तर त्यहाँ चाहिँ अलिक महँगो भन्छ, तर ओरिजिनल एकदमै राम्रो टाइपको हुन्छ नि। अनि हामी फेरि अब त्यस्तै नै पर्यौँ, के भन्छ अरे, अनि अलिक सस्तो टाइपको खोज्ने होइन, पैसा पुग्दैन। मैले कभर पनि किन्नु थियो कि त्यो पैसा पुग्दैन भनेर चाहिँ मैले चाहिँ त्यहाँबाट चाहिँ यो काँटा किनेँ, बाहिर आएर मैले एउटा काँटा किनेँ। अनि मैले पिम्पल प्याच पनि किन्छु भनेको थिएँ, त्यो चाहिँ मैले किने पनि छु कि पिम्पल प्याच 60 रुपियाँको होइन, त्यो मैले अस्ति किने पिम्पल प्याच म देखाउँछु। त्यो पुग्दैन होला भनेर मैले कति 1 2 3 4वटा जति मैले युज गरिसकेको छु। अब यति जति मात्र छ म पिम्पल प्याच, मेरो त्यो नाक्चोमा पिम्पल आयो अनि यति पनि पिम्पल आएको छ के। मैले चाहिँ यति जति किनेर अनि त्यसपछि मैले चाहिँ किनेँ फोन कभर होइन। त्यो त भएन, कति रुपियाँ भयो मेरो 800 रुपियाँ मेरो त्यति नै सकियो। अनि फेरि हामी कहाँ खोजेरौँ अनि पछि मैले चाहिँ भेटाएँ। कहाँ खोजेरौँ कि हामी कहाँ खोजेरौँ, हामी के भन्छ अरे, हामी तुलसीपुर चोकदेखि हामी दामोदर चोकसम्म पुग्न लाथ्यौँ, तर पुगेन। अनि एउटी दिदीले हामीलाई भन्नुभयो त्यहाँदेखि यता जाऊ, यताबाट यता जाऊ भन्नुभयो होइन, त्यहाँ पाइन्छ होला सक्यो भन्नुभयो। हामी त्यहाँ पनि गयौँ, त्यहाँ पनि पाएन। भारतीले किनी बर्तन त्यहाँ फोन कभर किनी, भारतीले आफ्नो कभर किनी। भारतीको फेरि कोही पनि पाइरहेको थिएन, मेरो पाइरहेको थियो, तर मैले यस्तो टाइपको हुन्छ नि, यस्तो टाइपको सायद यस्तो टाइपको मलाई यस्तो टाइपको चाहिएको थियो। अनि मेरो फेरि यस्तो टाइपको पाइ नै रहेको थिएन, मेरो फ्यान्सीवाला पाइरहेको थियो होइन, तर यस्तो टाइपको मेरो पाइ नै रहेको थिएन। अनि फेरि हामी यताबाट कता उतै शहीद गेटतिर पुग्न नै लागेका थियौँ, पुगिसकेका थियौँ। अनि यतातिर जान्थ्यो, अनि त्यहाँ चाहिँ मैले चाहिँ एउटा भेटाएँ, चाहिँ मैले 200 रुपियाँको किने। 250 भनेपछि फेरि 200 रुपियाँमा 200 आयो। अनि फेरि यो पनि मैले किनेको थिएँ, अनि त्यही हालिदिनु भयो। अनि फेरि मेरो कति रुपियाँ सक्यो त्यहाँ, मेरो टक्क मेरो 1000 रुपियाँ सकेको थियो होइन, मेरो 1000 रुपियाँ सकेपछि कि। अनि फेरि हामी त्यहाँ शहीद गेटबाट फेरि हामी त्यहाँ दामोदर चोक पुगेपछि फेरि मैले फेरि त्यो केक खाने भनिरहेको थिएँ नि, अनि त्यहीबाट हामी गइरहेको थियौँ। अनि ठ्याक्कै भारतीलाई फेरि त्यो कभर मनै परेको थियो। कस्तो थियो भनेपछि यतातिर पुरा ग्रिन कलरको थियो, यतातिर यस्तो पनि नभएको सिम्पल यस्तो टाइपको हुन्छ नि, यस्तो टाइपको। यतातिर पुरा ग्रिन डार्क ग्रिन थियो नि, न त केही थियो न त केही नै भएको थियो। भारतीले त्यो बिना काममा किने जस्तो लागेछ। फेरि भारती फेरि त्यहाँ फुलिरहेको थियो नि, अनि हामी फेरि त्यहाँ कति कहाँ फेरि हामी त्यहाँ दामोदर चोक जाँदा फेरि हामी यता साइड जस्तै यता 2वटा साइड हुन्छ नि, बिचमा त्यो यतातिर छ, अनि यता साइड छ, अनि यतातिर चाहिँ मात्र सोधेको थियौँ। फेरि हामी अनि त्यो केक पसल फेरि यता साइडतिर छ कि, अनि हामी फेरि यता साइडतिर यसरी गइरहेको थियौँ नि। त्यहाँदेखि हामी कति कहाँ ठाउँमा सोध्यौँ, त्यहाँ पनि पाएन। लास्ट त्यो केक पसलको नजिक एउटा पसल थियो, अनि त्यहाँ गएर सोध्यौँ। अनि त्यहाँ भारतीले भनेको जस्तै कभर पनि भेट्यो होइन, कति व्हाइट र ब्ल्याकमा कलर पनि भेट्यो, किन्यौँ। अनि भारती पनि खुसी भइगयो, बल्ल माने कि त्यो त्यहाँ जान, के भन्छ केक पसलमा जान। त्यस्तोको त्यो 1000 रुपियाँ लगेको थियो नि, हाम्रो सायद हाम्रो त्यसै 1200 रुपियाँ लगेको थियो। मैले पनि 1200 कति लगेको थियो, मैले पनि सायद 1200 होइन, मैले 1250 रुपियाँ लगेको थिएँ होइन। अनि भारतीको फेरि 100 रुपियाँ एक्स्ट्रा भयो नि त, 100 रुपियाँको एक्स्ट्रा सकाएँ कि त्यसले। अनि पछि फेरि मैले हालिदिएँ हामी त्यसलाई उता माथि गएर, हामी दुईजनाको ठ्याक्कै सँगसँगै ठ्याक्कै सकिन्थ्यो नि, तर त्यसको पनि बच्थ्यो कि, त्यसको पनि 100 रुपियाँ बच्थ्यो, मेरो 100 रुपियाँ बचेको थियो, हामी 200 रुपियाँ बचेको थियो। अनि त्यो पनि त्यसको पनि बच्थ्यो कि 100 रुपियाँ, मैले त्यस्तो हालिदिएँ। मेरो कति रुपियाँ बचेको थियो, मेरो 200 रुपियाँ बचेको थियो। त्यसले त्यो कभर नकिनेपछि त्यसको 100 रुपियाँ बस्थ्यो, त्यसको ठ्याक्कै हुन्थ्यो, मेरो 100 रुपियाँ जति बच्या हुन्थ्यो। अनि मेरो 200 रुपियाँ 250 रुपियाँ बस्थ्यो नि, त्यसै त्यो मेरो 250 रुपियाँ बस्थ्यो, त्यसै त्यो कभर नकिनेपछि, तर त्यसको कति पनि बचेन। अनि मैले त्यसलाई हालिदिएँ, अनि हामी फेरि फर्कियौँ, हामीलाई पानीपुरी खायौँ।
अनि ललिपप खायौँ त्यसै A4 साइज पेपर किने यति हो गाइज अनि थ्याङ्क यू सो मच फर माई वाचिङ भिडियो थ्याङ्क यू टेक केयर एन्ड बाई बाई